कुरा र यो नेपालको ऐतिहासिक ताजमहल हजुरलाई कस्तो लागेको छ? धन्यवाद तुलसीजी। यो ताजमहल यो दोस्रो भ्रमण हो मेरो। म दोस्रो पटक यहाँ आइरहेको छु र यो ताजमहलमा आउँदाखेरि बार एउटै अरू यावत हाम्रा एजेन्डाहरू आफ्नै ठाउँमा रहलान्, तर यसको बनोटलाई हेर्दाखेरि र काठमाडौँमा हामीले अरबौँ रुपियाँ खर्च गरेर बनाएका पछिल्ला भौतिक संरचनाहरूलाई हेर्दाखेरि लाग्छ त्यो बेला र अहिलेको हाम्रो कन्स्ट्रक्सन अथवा निर्माण प्रक्रियामा हो या त्यो बनाउने चाहिँ नि कागजी प्रक्रियामा चाहिँ हामी कहाँनिर चाहिँ नि कमजोरी भइरहेछौँ अथवा कहाँनिर हाम्रो भ्रष्टाचारले कहाँनिर इफेक्ट गरिरहेको छ भन्ने कुरा चाहिँ यो रानी महललाई देख्दाखेरि चाहिँ प्रष्ट रूपमा हुन्छ। मेरो बन्दै गरेको मेरो दैलोकै सिंहदरबार र यो यति लामो इतिहास बोकेको चाहिँ नि रानी महलको चाहिँ नि भौतिक बनावटलाई हेर्दाखेरि आर्किटेक्टतर्फ पनि गएन। तत्कालीन बेलामा यो दरबारको रूपमा बन्यो, अहिले हामी घरको रूपमा बनाउँछौँ, तर कति ठुलो भ्रष्टाचारले हामी जगडिएको छौँ भन्ने कुरालाई यदि मौन प्रमाणको रूपमा हेर्ने हो भने चाहिँ यो महलको स्ट्रक्चरलाई हेर्दा हुन्छ। हस्, धन्यवाद। हस् त।